नमस्कार। नेपालको कृषि क्षेत्र सधैँ जोखिमले भरिएको, कहिले मौसम कहिले बजार। यही जोखिम घटाउने एउटा महत्त्वपूर्ण उपाय हो कृषि बीमा, खास गरी बाली र पशुधनको। हो, एकदमै। आज हामी यसैमा अलि गहिरिएर कुरा गर्दैछौँ। यो कहिले सुरु भयो, कसरी विकास भयो, अनि अहिले यो अनुदानको व्यवस्था कस्तो छ त? हामीसँग केही सरकारी दस्तावेज र बजेटका कुराहरू छन्, त्यसैलाई हेरेर छलफल गरौँ न। हुन्छ। कृषि बीमा आफैमा महत्त्वपूर्ण विषय हो, तर नेपालमा यसको संस्थागत सुरुवात धेरै पुरानो चाहिँ छैन है। हो र? कहिलेदेखि हो त? मैले सुनेको त भर्खरै जस्तो लाग्छ। त्यस्तै हो। हामीसँग भएको जानकारी अनुसार औपचारिक रूपमा यो विक्रम सम्मत 2069 माघ 1 गते एउटा निर्देशिका आएपछि, मतलब आर्थिक वर्ष 2070-71बाट सुरु भएको देखिन्छ। 2069-70तिर भनेपछि झण्डै एक दशक भएछ। 12औं त्रिवार्षीय योजना अन्तर्गत रहेछ हैन त? हो, त्यही बेला बाली तथा पशुपन्छी बीमा निर्देशिका जारी भएको थियो। अनि यसलाई नियमन गर्ने निकाय नि, त्यो पनि त महत्त्वपूर्ण होला। 1979 अन्तर्गत रहेर नेपाल बीमा प्राधिकरणले हेर्छ। बीमा प्राधिकरणले, जुन समग्र बीमा क्षेत्रकै नियामक हो। हो, त्यही प्राधिकरणले 2079 साउन 1 गतेदेखि लागू हुने गरी कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 जारी गरेको छ। अहिले चल्ने भनेको यही निर्देशिका अनुसार हो। भनेपछि अहिलेको कानुनी आधार र नियामक निकाय बीमा प्राधिकरण भयो। अब लागौँ न त सबभन्दा चासोको विषयमा, अनुदान। किसानलाई बीमा गर्न सजिलो होस् भनेर सरकारले बीमा शुल्कमा अनुदान दिँदै आएको छ हैन? हो, अनुदानको व्यवस्था छ। पहिला 2078 असोज 7 गतेदेखि त सबैलाई बीमा शुल्कमा 80% अनुदान दिने व्यवस्था थियो। 80%? त्यो त धेरै ठूलो सहुलियत हो नि। यसले पक्कै धेरै किसानलाई आकर्षित गर्यो होला। हो नि, त्यो 80% को समान अनुदानले बीमाको पहुँच बढाउन पक्कै मद्दत गर्यो। साना ठूला सबैलाई एउटै दर थियो। तर मैले सुने आर्थिक वर्ष 2018-82 को बजेटमा त साना किसानलाई भनेर 1 अरब 65 करोड छुट्यायो रे नि। के अब त्यो 80% को नियम फेरियो? ठ्याक्कै यहीँनिर परिवर्तन आएको छ। बजेटमा साना किसान लक्षित भनिए पनि त्यसलाई कार्यान्वयन गर्न आएको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि 2081 ले अनुदानको नयाँ संरचना ल्याएको छ। नयाँ संरचना? कस्तो खालको? त्यो 80% सबैलाई छैन अब? छैन। अब पहिले जस्तो सबैलाई एउटै दर छैन। बीमाङ्क रकम, मतलब कति रकम बराबरको बीमा गरिएको छ, त्यसको आधारमा अनुदान फरक फरक छ। तहगत प्रणाली लागू भएको छ। तहगत? त्यो कसरी काम गर्छ? अलि प्रश्न पारिदिनुस् न। हुन्छ। यो नयाँ कार्यविधि अनुसार 3 तह छन्। पहिलो, यदि कसैले रु 50 लाखसम्मको बीमाङ्क बराबरको बीमा गर्छ भने उहाँले तिर्ने बीमा शुल्कमा 80% अनुदान पाउनुहुन्छ। 50 लाखसम्मलाई चाहिँ पुरानै 80%? हो। तर दोस्रो तहमा यदि बीमाङ्क रकम रु 50 लाख भन्दा बढी तर 1 करोडसम्म छ भने अनुदान घटेर 65% मात्र हुन्छ। ओहो, घट्यो त। अनि तेस्रो तह? तेस्रो तहमा यदि बीमाङ्क रु 1 करोड भन्दा पनि बढी छ भने अनुदान अझै घटेर 50% मात्रै हुन्छ। बाप्रे, 80%, 65%, 50%। बीमाङ्क बढ्दै जाँदा अनुदान घट्दै जाने, यो त ठुलै परिवर्तन रहेछ। पहिले सबैलाई 80% दिँदा के समस्या थियो र यस्तो गर्नु पर्यो होला? यसका केही कारण हुन सक्छन्। एउटा त बजेटले साना किसानलाई प्राथमिकता दिने भनेको थियो हैन। 50 लाखसम्मको बीमाङ्कमा 80% अनुदान राख्नुले सायद त्यही वर्गलाई बढी फाइदा पुर्याउने उद्देश्य हो कि भन्ने देखिन्छ। त्यो हुन सक्छ। प्राय साना वा मजौला किसानको लगानी त्यही 50 लाख हाराहारी वा कम होला। हो। अर्को कुरा, सायद सरकारले अनुदानलाई अझ दिगो बनाउन र लक्षित वर्गमा पुर्याउन खोजेको पनि हुन सक्छ। सबैलाई 80% दिँदा स्रोतमा चाप परेको पनि हुन सक्छ। तर यसले अर्को प्रश्न पनि जन्मायो नि त। जसले ठूलो स्केलमा व्यावसायिक खेती वा पशुपालन गरेका छन्, जसको बीमाङ्क 1 करोड माथि जान्छ, उनीहरूलाई त 50% मात्र अनुदान भयो। उनीहरूको बीमा गर्ने लागत त वात्तै बढ्यो। हो, त्यो एकदम जायज चिन्ता हो। ठूला फार्महरूको जोखिम पनि ठूलै हुन्छ। बीमा उनीहरूलाई झनै आवश्यक पर्छ। अनुदान घट्दा लागत बढ्छ। अनि के उनीहरू बीमा गर्न निरुत्साहित होलान् त? वा कम रकमको मात्र बीमा गर्लान्? त्यो सम्भावना रहन्छ।
यसले कि त उनीहरू बिमा नगर्ने कि बिमा घटाउनेतिर सोच्न सक्छन्। तर अर्को कोणबाट हेर्दा सरकारले ठूला व्यवसायीलाई बजारमा आधारित जोखिम व्यवस्थापन गर्न प्रेरित गर्न खोजेको पनि हुन सक्छ। मतलब बढी जोखिम लिन सक्नेले बढी प्रिमियम तिरुन् भन्ने सोच। भनेपछि यो नयाँ तहगत व्यवस्थाले सानालाई बढी राहत, ठूलालाई अलि कम सहुलियत दिने भयो। यसको प्रभाव कस्तो पर्ला त समग्र कृषि बिमामा? हो, संक्षेपमा भन्दा नेपालमा कृषि बिमा झण्डै 10 वर्ष अघि सुरु भयो। अहिले बिमा प्राधिकरणले नियमन गर्छ र भर्खरै आर्थिक वर्ष 80, 81, 82बाट बिमाङ्कको आधारमा 80%, 65%, 50% को तहगत अनुदान प्रणाली आयो। 50 लाखसम्मलाई 80% अनुदानले साना किसानलाई प्राथमिकता दिएको देखिन्छ। ठिक छ, अब आजको छलफललाई बिट मार्दा एउटा प्रश्न मनमा आइरहेको छ। भन्नुहोस् न। यो बिमाङ्कको आधारमा अनुदान फरक पार्ने नीतिले कृषि बिमाको पहुँच विस्तारमा कस्तो भूमिका खेल्ला? के यसले साना किसानलाई प्रोत्साहित गर्ला तर ठूला फार्मलाई निरुत्साहित गरेर समग्र कृषि क्षेत्रको व्यावसायीकरणमा असर पार्ला कि? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो र यसको उत्तर अहिले भन्न गाह्रो छ। साना किसान कति लाभान्वित हुन्छन् र ठूला फार्मले कसरी प्रतिक्रिया जनाउँछन् त्यो हेर्नुपर्छ। यो नयाँ प्रणालीको वास्तविक प्रभाव कस्तो हुन्छ त्यो आगामी दिनमा यसको कार्यान्वयन र त्यसले ल्याउने नतिजाले नै देखाउनेछ। यसको निरन्तर अनुगमन र मूल्याङ्कन चाहिँ आवश्यक देख्छु म। पक्कै पनि यसको प्रभाव भविष्यमा कस्तो देखिन्छ त्यो हेर्न लायक हुनेछ। आजको यो जानकारीमूलक छलफलको लागि धेरै धन्यवाद। धन्यवाद।